कक्रोज जनता पार्टी संसारकै सबैभन्दा ठुलो पार्टी दाबी गर्ने भारतको सत्तारूढ बीजेपीलाई स्थापनाको 5 दिनमै एउटा सामान्य मिम पार्टीले इन्स्टाग्राममा फलोअर्सको सङ्ख्यामा पछाडि पारिदिएको छ। इन्स्टाग्राममा भाजपाको 8 मिलियन फलोअर्स छ भने नयाँ कक्रोज जनता पार्टीको फलोअर्स 15 मिलियन नागिसकेको छ। यसले यति बेला आफ्नो सङ्ख्या बढाउने मात्रै होइन, बीजेपीको फलोअर्स घटाउने अभियान पनि तीव्र तरिकाले चलाइरहेको छ। करके हमें बीजेपी के फॉलोअर्स कम करने हैं, क्योंकि ये वो लोग हैं जिन्होंने तुमसे तुम्हारा फ्यूचर छीन लिया है, तुमसे तुम्हारी जॉब्स छीन ली है। यसको सुरुवात गत 15 मेमा भारतका एकजना मुख्य न्यायाधीश सूर्यकान्तको एउटा विवादित टिप्पणीबाट भएको थियो। अदालतमा सुनवाईका क्रममा उनले देशका बेरोजगार युवा र सोसल मिडिया इन्फ्लुएन्सरहरूलाई कक्रोज अथवा साङ्लो र परजीवीसँग तुलना गर्दै अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिले भारतका करोडौँ बेरोजगार युवाहरूको आत्मसम्मानमा गहिरो चोट पुर्यायो र सामाजिक सञ्जालमा आक्रोशको डढेलो सल्किन थाल्यो। अदालतको त्यही अपमानजनक शब्दलाई हतियार बनाएर एकजना 30 वर्षीय अभिजित दिप्के नाम गरेका व्यक्तिले, जो अहिले अमेरिकाको बोस्टन युनिभर्सिटीमा पढ्दैछन्, उनले 16 मेमा एउटा ठट्टाको रूपमा कक्रोज जनता पार्टीको नाम घोषणा गरिदिए। युवाहरूले आफैलाई व्यङ्ग्य गर्दै मेबी कक्रोज अभियान चलाए र यो भाइरल मुभमेन्ट बन्न पुग्यो। अभिजित दिप्केलाई भारतका चर्चित युट्युबर ध्रुव राठीले पनि साथ दिएका छन्, जसको युट्युबमै 32 मिलियनभन्दा बढी सब्सक्राइबरहरू रहेका छन्। भलै यो निर्वाचन आयोगमा दर्ता भएको पार्टी होइन, तर यसले 5 बुँदे गम्भीर घोषणापत्रसहित भारतको चर्चित परीक्षाको प्रश्नपत्र लिक र भ्रष्टाचार विरुद्ध कडा आवाज उठाइरहेको छ। सत्ता र ओहदामा बस्नेहरूले नागरिक र युवाहरूलाई रोजगारी नदिई उल्टै साङ्लो ठानेर अपमान गर्दा तिनै साङ्लाहरू एक ठाउँमा उभिए भने कसरी सत्ताको जग हल्लिँदो रहेछ भन्ने उदाहरण नेपालको जेन्जी आन्दोलन र भारतको यो डिजिटल आन्दोलनले प्रमाणित गरेको। तपाईँलाई कस्तो लागिरहेको छ गाइज कक्रोज जनता पार्टी? कमेन्ट गर्नु होला है त।